आज हामी आगमन विधि र निगमन विधिको बारेमा अध्ययन गर्न गइरहेका छौँ, जुन कुरालाई हामीले भिडियोको माध्यमबाट सजिलै सम्झन सक्छौँ। अब लागौँ हाम्रो मुख्य विषयवस्तुतर्फ। अब कुरा गरौँ आगमन विधिको। आगमन विधि भनेको उदाहरणको माध्यमबाट नियम वा सिद्धान्तलाई सिकाउने विधिलाई आगमन विधि भनिन्छ। अब यस परिभाषालाई प्रष्ट पार्नको लागि हामीले केही उदाहरणहरू दिएर हेर्नेछौँ। जस्तै कि यदि हामीले कक्षा कोठामा विद्यार्थीहरूलाई शाकाहारी जनावरहरूको बारेमा पढाउँदैछौँ भने शाकाहारी र मांसाहारी जनावरहरूको केही उदाहरणहरू विद्यार्थी सामु प्रस्तुत गर्छौँ। जस्तै गाई, भैँसी, भेडा, बाख्रा, खरायो, बिरालो, कुकुर आदि जस्ता जनावरहरूलाई विद्यार्थीहरू सामु प्रस्तुत गर्छौँ। अब यी जनावरहरूले के खान्छन् भनेर विद्यार्थीहरूलाई सोध्ने। अब उनीहरूको जवाब आउँछ। गाईले घाँस खान्छ, भैँसीले पनि घाँस खान्छ, बाख्राले पातहरू खान्छन्, खरायोले साग खान्छ, भेडाले पनि घाँसपात खान्छ, त्यसपछि बिरालोले मुसा र मासु खान्छ, कुकुरले पनि मासु र दुधभात खान्छ आदि जस्ता उत्तर विद्यार्थीहरूबाट आउनेछ। अब शिक्षकले सोध्छ, कुन जनावरले घाँसपात सागसब्जीहरू खान्छन्? त्यसपछि विद्यार्थीहरूको जवाब आउनेछ, गाई, भैँसी, भेडा, बाख्रा। त्यसपछि विद्यार्थीहरूलाई यो पनि सोध्ने, कुन जनावरले मासु र अरू जनावरहरूलाई मारेर खाने गर्छन् भनेर। यसमा विद्यार्थीहरूको जवाब आउँछ, बिरालो र कुकुर। अब यसै उदाहरणको आधारमा शिक्षकले भन्छ कि जुन जनावरले बोट बिरुवा घाँसपात खान्छन् ती सबै शाकाहारी जनावर हुन् र जुन जनावरले मासु र अन्य जनावरहरूलाई मारेर खान्छ ती सबै जनावरहरू मांसाहारी जनावरहरू हुन्। यही नै आगमन विधि रहेको छ, उदाहरणहरूबाट नियम वा सिद्धान्त सिकाउने विधि। अब निगमन विधितर्फ लागौँ। निगमन विधि भनेको नियम वा सिद्धान्तको आधारबाट उदाहरणतिर जाने विधिलाई निगमन विधि भनिन्छ। अब यस विधिलाई प्रष्ट पार्नको लागि हामीले नियम वा सिद्धान्त प्रस्तुत गर्छौँ। शाकाहारी जनावर भनेको घाँसपात र बोट बिरुवाहरू मात्र खाएर बाँच्ने प्राणी हुन्। यति भनिसकेपछि अब घाँसपात र बोट बिरुवा मात्र खाएर बाँच्ने जनावरहरू पत्ता लगाउन सजिलो भइहाल्छ। जस्तै कि गाई, भैँसी, भेडा, बाख्रा आदि। यही नै निगमन विधि रहेको छ। पहिले तिनीहरूको नियम वा सिद्धान्त बताइदिने, त्यसपछि उदाहरण खोज्न लगाउने विधि।